हेलो एभ्रिवान, इट्स मी हितेश शर्मा। सबैजनालाई स्वागत गर्दैछु र ब्याचमा, रन एन्ड विन ब्याचमा। आज चाहिँ हामीहरू द लिभिङ वर्ल्डको बारेमा चाहिँ पुरै डिटेलमा चाहिँ पढ्नेछौँ, जसभित्र हामीले प्लान्ट सेल एन्ड एनिमल सेलको बारेमा सँगसँगै लिभिङ बिन एन्ड नन लिभिङ बिनको बारेमा पनि अलि हामी डिफ्रेन्स चाहिँ पढ्नेछौँ। अनि प्लान्ट सेल अनि एनिमल सेलको डिफ्रेन्सहरू र प्लान्ट सेल र एनिमल सेलमा चाहिँ के डिफ्रेन्स छ त्यसको बारेमा हामी चाहिँ डिटेलमा पढ्नेछौँ। अनि त्यो पढ्नुभन्दा पहिला चाहिँ हाम्रो यहाँ एउटा नम्बर छ 9827728726। हजुरहरूलाई कसैलाई चाहिँ र ब्याच जोइन गर्नु छ भने मेरो यो नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु, म हजुरलाई चाहिँ यो ब्याचमा चाहिँ जोइन गरिदिन्छु। र यो ब्याचको प्राइस मात्र चाहिँ 200 चाहिँ रहेको छ, 200 मात्रै चाहिँ यो ब्याचको प्राइस छ। सो विथआउट वेस्टिङ यर टाइम छिटोभन्दा छिटो चाहिँ जोइन गर्नु अनि आफ्नो चाहिँ सिटिबिटी अनि ब्रिज कोर्स लेभल के गर्नु, हाई गर्नु। अब चाहिँ यही चाहिँ टाइम हो तिमीहरूलाई चाहिँ ब्रिज कोर्समा अनि सिटिबिटी चाहिँ नाम निकाल्ने। यदि यो टाइममा चाहिँ गर्नु भने बर्बाद छौ। अब चाहिँ 1-2 महिना जति मात्र बाँकी छ। सो फास्ट जोइन गरेर 200 मात्र चाहिँ फी लाग्छ। कुनै हामीले बढी फी लिएको छौँ 200 मात्र, त्यो पनि चाहिँ तिमीहरूको डोमेन चार्ज मात्र, रेजिस्ट्रेसन चार्ज मात्र लिएको छु, रेजिस्ट्रेसनको चार्ज मात्र लिएको छु। भन्दाखेरि हामी तिमीहरूको एजुकेसन त हामी फ्रीमा दिइरहेको छौँ, हामी तिमीलाई त्यो रेजिस्ट्रेसनको चार्ज मात्र लिएको छु 200। सो विथआउट वेस्टिङ टाइम मेरो यो नम्बर छ, यो नम्बरमा चाहिँ के गर कन्ट्याक्ट गर अनि क्लास चाहिँ जोइन गरिहाल। ओके ल, अब चाहिँ आउँ द लिभिङ वर्ल्डको चाहिँ अलि डिटेल एक्सप्लेनेसनमा। नम्बर मेरो चाहिँ यहाँ फेरि म लेखिदिरहेको छु 9827728726। ल, प्राइस चाहिँ 200 मात्र छ र ब्याचको। तिमी कसैलाई जोइन गर्नु छ भने मलाई चाहिँ यो नम्बरमा चाहिँ व्हाट्सएपमा मेसेज गर वा कल गर, म तिमीलाई चाहिँ यो ब्याचको भित्र चाहिँ इनरोल गरिदिन्छु। ओके, अब चाहिँ द लिभिङ वर्ल्ड टपिकको नामबाट नि थाहा लाग्न सकिन्छ कि यो चाहिँ टपिकमा चाहिँ के हुन सकिन्छ। लिभिङ वर्ल्ड यो चाहिँ लिभिङ अर्गानिजम अनि जुन लिभिङ थिङहरू छ त्यसको बारेमा चाहिँ यसमा डिटेल छ। अब त्यसमा चाहिँ प्लान्ट सेल अनि एनिमल सेलको चाहिँ डिफ्रेन्स चाहिँ त्यति राम्रो दिएको छैन। त्यही पनि चाहिँ एउटा चाहिँ हामीले यहाँ फिगर छ, त्यो फिगरबाट चाहिँ तिमीलाई म डिटेलमा चाहिँ बुझाइदिन्छु के कस्तो छ प्लान्ट सेल अनि एनिमल सेलको डिफ्रेन्स। ओके ल, पहिला चाहिँ अब यहीँबाट सुरुबाट नै स्टार्ट गरौँ। अब द लिभिङ वर्ल्डबाट चाहिँ फर्स्टमा हेर त, फर्स्ट वर्ड हेर द लिभिङ वर्ल्ड। अब यसमा चाहिँ लिभिङ वर्ल्ड भनेको हामीले के बुझ्नु पऱ्यो कि बायोलोजीमा पढेछ भने जति पनि लिभिङ थिङ्स छ, लिभिङ अर्गानिजमहरू छ त्यसको बारेमा डिटेलमा चाहिँ यहाँ स्टडी गर्नुपर्ने छ। अब त्यहीमा आऊ, फर्स्टमा लिभिङ अर्गानिजम हेर्दा के छ। लिभिङ अर्गानिजम के हो? लिभिङ क्रिएचर हो। लिभिङ अर्गानिजम के हो? लिभिङ क्रिएचर, यानि कि जुनमा जान हुन्छ, जुनमा चाहिँ प्राण हुन्छ। अब तिमीले क्लास 8, 9, 10 सानैदेखि पढिरहेको छौ लिभिङ बिन अनि नन लिभिङ बिनको डिफ्रेन्सेसहरू। तर अब यहाँ पनि हामीहरू के गर्छौँ अलिकति डिफ्रेन्ट वेबाट, जुन चाहिँ हामीले सानोमा पढ्यो जुन चाहिँ मुभ गर्छ त्यो चाहिँ हो, जुन मुभ गर्दैन त्यो चाहिँ त्यो चाहिँ के हो नन लिभिङ बिन। अब त्यो अनुसारले अब यहाँ पनि अलिअलि डिफ्रेन्स छ, त्यो चाहिँ सानोमा पढ्यौँ। तर अहिले पढ्ने डिफ्रेन्सहरू अलिक डिफ्रेन्ट हुन्छ, अलिकति हायर लेभलको हुन्छ। सो मेरो कुरालाई चाहिँ ध्यान दिएर चाहिँ सुन्ने अनि यहाँ चाहिँ के भनेको छु त्यो कुरालाई आफ्नो कापीमा चाहिँ टिप्ने। ल हेर्दा अब लिभिङ अर्गानिजम यो के हो? लिभिङ क्रिएचर हो, जसमा चाहिँ जति पनि लिभिङ थिङ जुनमा चाहिँ जान हुन्छ, जीव हुन्छ, जसले चाहिँ रेस्पिरेसन गर्छ, त्यो सबैमा के हो? लिभिङ अर्गानिजम हो। अब यसको इक्जाममा तिमीलाई थाहा नै छ, जति पनि प्लान्ट भइहाल्यो, एनिमल्स भइहाल्यो अनि माइक्रो अर्गानिजमहरू। अब माइक्रो अर्गानिजम भनेको के हो? सानो चाहिँ जीवजन्तुहरू। माइक्रो अर्गानिजम तिमीलाई के परिहाल्छ? सानो जीवजन्तुहरू। माइक्रो अर्गानिजम के परिहाल्छ? सानो जीवजन्तु, यानि कि माइक्रो, जसको चाहिँ साइज के हुन्छ? धेरै सानो हुन्छ, सानो जीवजन्तुहरू। के परिहाल्यो यसको भित्रमा? सानो जीवजन्तुहरू। ओके, अब यहाँ चाहिँ अलिकति क्लियर चाहिँ लेखिरहेको छैन। ओके, यहाँ चाहिँ पेन काम नगरेको कारणले गर्दाखेरि तिमीहरू आफै बुझ। माइक्रो अर्गानिजम भने के हो? सानो जीवजन्तुहरू। अब चाहिँ क्यारेक्टरिस्टिक अफ लिभिङ अर्गानिजम जाऊ। क्यारेक्टरिस्टिक अफ लिभिङ अर्गानिजम, अब चाहिँ लिभिङ अर्गानिजमहरू हुन्छ त्यसको चाहिँ क्यारेक्टरिस्टिकहरू के हुन्छ पहिला बुझ्यौ। लिभिङ अर्गानिजम के पर्छ? जति पनि प्लान्ट छ त्यो प्लान्ट परिहाल्यो, एनिमल्स परिहाल्यो अनि माइक्रो अर्गानिजम जति छ सबै परिहाल्यो। अब माइक्रो अर्गानिजम तिमीहरू छ भने ब्याक्टेरिया, भाइरस, यिनीहरू के भ्याल्यो? ब्याक्टेरियाहरू के भ्याल्यो? यो के भ्याल्यो? माइक्रो अर्गानिजम, बुझ्यौ। अब एनिमल अनि प्लान्टहरूको चाहिँ बारेमा त भइ नै हाल्यो। अब यसको चाहिँ डिफ्रेन्स पनि हामी बुझ्छौँ। अब त्योभन्दा पहिला हेर त
क्यारेक्टरिस्टिक अफ लिभिङ अर्गानिजमको क्यारेक्टरहरू के छन् तिम्रो आफै भन्दा के छ फर्स्ट के हो दे अल आर मेड अफ सेल सबै के हुन्छ सेल्सहरू चाहिँ मिलेर बनेको हुन्छ युनिसेलर अनि मल्टिसेलर पनि हुन्छ या त एउटा सेलले बनेको हो या त बढी सेलले एउटा सेलले बनेको भने त्यो कुन भित्र परिहाल्यो माइक्रो अर्गानिजम भित्र अनि बढी सेलले बनेको भने त्यो चाहिँ मल्टिसेलर प्लान्ट एनिमल्सहरू त्यो भित्रमा पनि परिहाल्छ मल्टिसेलर चाहिँ माइक्रो अर्गानिजमहरू पनि हुन्छ तर मल्टिसेलर अनि युनिसेलर यानि कि सेल्स वा सेलहरू चाहिँ मिलेर बनेको अर्गानिजमलाई के भन्छ लिभिङ अर्गानिजम यानि कि जति पनि के हुन्छ सबै के हुन्छ सेल मिलेर चाहिँ बनेको हुन्छ अनि त्यसपछि के छ अल लिभिङ आर रिक्वायर्ड फुड जति पनि छ त्यो सबैलाई के चाहियो फुड चाहियो इसेन्सियल चाहिँ कुरा के हो फुड हो अब तिमी नै छौ तिमी पनि एउटा लिभिङ अर्गानिजम हौ तिमीलाई के हेर त तिमीलाई चाहिँ फुड चाहिएको चाहिएन फुड के चाहियो हाम्रो चाहिँ इनर्जी चाहिँ प्रोडक्सनलाई के चाहियो हामीलाई फुड चाहियो सो अल लिभिङ अर्गानिजम रिक्वायर्ड फुड अर्को के छ लिभिङ अर्गानिजमले के गर्छ ग्रोथ हेराउँछ अब ट्रीमा हेर्छौँ भने ट्री के हुन्छ ट्री पनि के हुन्छ ग्रो हुन्छ हामी पनि के हुन्छौँ हामी पनि सानो चाहिँ फुच्चे थियौँ त्यहाँबाट के भयो अहिले ग्रो भएछौँ यङ भएछौँ जवान भएछौँ लैका जवान भइल बा त्यो के छ हामी बिस्तारै के छ ग्रो भएछौँ यानि कि हामी सबै के हो लिभिङ अर्गानिजम हो अब अल अर्गानिजम के हुन्छ रिस्पायर्ड हामीले अघि चाहिँ अहिले चाहिँ हाम्रो च्याप्टर योभन्दा पहिला चाहिँ क्लासमा चाहिँ पढेको थियौँ रेस्पिरेसन एन्ड ब्रिथिङमा त्यहाँ पनि चाहिँ हामीले चाहिँ रेस्पिरेसनको बारेमा चाहिँ अलिकति डिटेलमा भन्थ्यौँ रेस्पिरेसन एन्ड ब्रिथिङको बारेमा डिटेलमा भन्थेँ त्यो भिडियो पनि गरेर तिमीहरू हेर अब त्यसपछि हुन्छ जति पनि मैले फर्स्ट अनि भने जति पनि लिभिङ अर्गानिजम के छ त्यो के हुन्छ रेस्पोन्ड गर्छ अब स्टिमुलाई गर्छ रेस्पोन्ड गर्छ अब तिमीले चाहिँ त्यसलाई के गर्यो भने के हुन्छ त्यसले त्यो तर्फ के गर्छ रिस्पोन्ड गर्छ अब हामी कुनै रुखलाई नै काट्छौँ भने त्यहाँ के हुन्छ त्यो रुख पनि के हुन्छ रिस्पोन्ड गर्छ यानि सुखेर जान्छ वा कुनै अरू जग्गाले चाहिँ रिस्पोन्ड गर्छ बुझ्यौ अब हुम्याए भन्छु तिमीले चाहिँ मैले एक छाम्रो कुट्यो भने तिमीले के भन्छौ रिस्पोन्ड गर्छौ तिमीलाई गालामा पड्कायो भने तिमीले के भन्छौ रिस्पोन्ड गर्छौ त्यो भएर अनि अर्को कुरा के छ अल लिभिङ थिङ क्यान एक्सक्रिएट जति पनि लिभिङ थिङ त्यो एक्सक्रिएसन गर्छ अब एक्सक्रिएसन भनेको के हो एक्सक्रिएसन गर्छ तिमीलाई चाहिँ एक्सक्रिएसनको बारेमा चाहिँ म डिटेलमा पनि पढाउँछु एक्सक्रिएसनमा तिमीलाई के हुन्छ हाम्रो बडीबाट जुन चाहिँ पसिनाहरू पिसाबहरू निस्किन्छ त्यो के एक्सक्रिएटरी प्रोडक्टहरू हुन् अब यो अनुसारले हाम्रो चाहिँ बडीमा के हुन्छ एक्सक्रिएटरी सिस्टमहरू आउँछ एक्सक्रिएटरी सिस्टमको बारेमा तिमीलाई डिटेलमा पढ्नुपर्छ क्लास 11 पनि छ अनि तिमीलाई ब्रिज कोर्समा पनि हामी पढाउँछौँ अब तिमीलाई एक्सक्रिएटरी सिस्टममा के हुन्छ जुन चाहिँ जस्तै अब हाम्रो बडीमा हेर्छौँ भने नेफ्रोन वा किडनी भनौँ किडनी के हाम्रो एक्सक्रिएटरी सिस्टमको भित्रमा चाहिँ परिहाल्छ त्यसले के गर्छ हाम्रो बडीमा जुन वेस्ट प्रोडक्टहरू छ त्यसले के गर्छ एक्सक्रिएट गर्ने काम गर्छ तिमीले प्लान्टमा पनि हेर्छौ भने तिमीलाई के हुन्छ जुन एक्स्ट्रा वाटर हुन्छ प्लान्टले चाहिँ वाटर लिन्छ रुट थ्रुबाट जुन एक्स्ट्रा वाटर चाहिँ के हुन्छ त्यो चाहिँ के गर्छ ड्रपलेटको रूपमा चाहिँ के गर्छ मर्निङमा तिमीहरू हेर्छौ मर्निङमा हेरेको होला प्लान्टमा चाहिँ के हुन्छ प्लान्टको चाहिँ के हुन्छ त्यहाँ चाहिँ पानी चाहिँ निस्केको हुन्छ मर्निङमा शीत चाहिँ परेको हुन्छ शीत भन्छौँ नि त्यसलाई चाहिँ ग्युटेसन भन्छ वा चाहिँ गाछीहरूले पनि गर्छ त्यो चाहिँ सुक्दाखेरि त्यहाँबाट के वाटर चाहिँ लस हुन्छ यानि त्यो के हुन्छ एक्सक्रिएट चाहिँ काम गर्छ यानि कि एक्सेस भयो भने त्यसले गर्छ एक्सक्रिएट गर्ने काम गर्छ यानि कि अल लिभिङ थिङ्स क्यान एक्सक्रिएट ओके अनि थर्ड लास्ट वान के छ सबै के गर्छ रिप्रोड्युस गर्ने काम गर्छ अब रिप्रोड्युस गर्ने भने के हुन्छ त्यो चाहिँ इन हुन्छ त्यसले सबै लिभिङ अर्गानिजम के गर्छ रिप्रोड्युस गर्ने काम गर्छ हामीमा पनि हुन्छ कुनै लिभिङ अर्गानिजम जस्तै अब ब्याक्टेरिया भाइरस प्लान्ट सबै के हुन्छ रिप्रोड्युस गर्छ यानि कि अल लिभिङ थिङ क्यान रिप्रोड्युस यो के भयो यसको चाहिँ क्यारेक्टरिस्टिकहरू भइहाल्यो के को लिभिङ अर्गानिजमको क्यारेक्टरिस्टिकहरू अब त्यसपछि अब डिफरेन्स बिट्विन लिभिङ थिङ एन्ड नन लिभिङ थिङमा लिभिङ अर्गानिजम चाहिँ क्यारेक्टरिस्टिक बुझ्यौ क्यारेक्टरहरू अब चाहिँ आउँ लिभिङ थिङ एन्ड नन लिभिङ थिङको चाहिँ डिफरेन्समा लिभिङ थिङ एन्ड नन लिभिङ थिङको डिफरेन्समा अब त्यसको चाहिँ डिफरेन्स के हुनसक्छ फर्स्ट अब हामीले जुन यो पोइन्ट लेख्यौँ जो चाहिँ 7-8 पोइन्ट छ यो सब पोइन्टमा चाहिँ पढ्यौँ त्यही पोइन्टमा हामीले डिफरेन्स यहाँ लेख्नु छ बुझ्यौ त्यही पोइन्ट हामीले के छ यहाँ लेख्नु 7वटा पोइन्ट जुन हामी माथि पढ्यौँ त्यही डिफरेन्स छ यहाँ त फर्स्ट डिफरेन्स के लिभिङ थिङ के छ सेलले चाहिँ बनेको हुन्छ नन लिभिङ थिङ के हुन्छ नट मेड अफ सेलले चाहिँ बनेको हुँदैन अर्को पोइन्ट के भयो मुभमेन्ट हामीले यही हेऱ्यौँ के गर्छ त्यसले कहाँ यहाँ हेर त रिस्पोन्ड टु स्टिमुलाई
यानि कि त्यसले गर्छ सो मुभमेन्ट बट द इनर्जी फर द मुभमेन्ट कम्स विथिन द अर्गानिजम। तर जुन हामीले मुभमेन्ट गरिरहेको जुन इनर्जी चाहिएको हुन्छ त्यो रिक्वायर्ड फुड हुन्छ, रिक्वायर्ड फुडमा चाहिँ हामीलाई इनर्जी चाहिएको हुन्छ, त्यो के हुन्छ अर्गानिजमको भित्रमा नि पाइन्छ। अर्गानिजम के हुन्छ भित्रमा नि पाइन्छ। अर्गानिजम अब हामी छौँ भने हामी आफ्नो हातलाई मुभमेन्ट गर्छौँ भने तपाईँ के हुन्छ हाम्रो आफ्नै इनर्जी जान्छ नि। तर नन लिभिङ थिङमा के हुन्छ त्यो चाहिँ मुभमेन्ट त गर्दैन। अनि यदि त्यसले मुभमेन्ट गरायो भने अब त्यो टेबल छ डेस्क छ वा के छ भने त्यसलाई यदि हामीले मुभमेन्ट गरायो भने त्यसलाई चाहिँ त्यो मुभमेन्ट आयो भने त्यो के हुन्छ त्यसलाई हामी के भन्छ एक्सटर्नल फोर्स, यानि कि हामीलाई वा कुनै एक्सटर्नल फोर्स लगाउनुपर्छ त्योमा, तब त्यो गर्छ बल्ल त्यहाँबाट चाहिँ मुभमेन्ट गर्ने काम गर्छ। बुझ्यौ? त्यसले गर्छ हामी एक्सटर्नल फोर्स लगाउँछौँ भने अब जतिखेर चाहिँ जुन यो चाहिँ बक्स हुन्छ वा केही नन लिभिङ थिङ छ भने यसलाई गर्छ हामीले चाहिँ फोर्स लगाउँछौँ भने तब के गर्छ यसले मुभमेन्ट गर्ने काम गर्छ। बुझ्यौ? तर लिभिङ थिङ के हुन्छ त्यसले मुभमेन्ट गर्छ भने त्यसको के हुन्छ आफ्नो बडीको इनर्जी नि के हुन्छ आफ्नो जुन चाहिँ आफ्नो बडीको इनर्जी हुन्छ त्यही के गर्छ युजेस हुन्छ। बुझ्यौ? त्यो भ्याल्यु चाहिँ डिफ्रेन्सेसहरू। लिभिङ थिङ के छ मुभमेन्ट चाहिँ सो गर्छ, तर नन लिभिङ थिङ गर्छ मुभमेन्ट सो गर्दैन। मुभमेन्ट सो गर्दैन, यदि गर्यो भने के हुन्छ एक्सटर्नल फोर्स चाहिँ चाहिन्छ। तर लिभिङ थिङमा चाहिँ एक्सटर्नल फोर्स चाहिँदैन किनकि त्यसको अर्गानिजमको भित्रमा नै त्यो इनर्जी चाहिँ के हुन्छ प्रड्युस हुन्छ। अनि त्यसपछि के भ्याल्यु अर्को लिभिङ थिङ चाहिँ के चाहियो फुड चाहियो। तर नन लिभिङ थिङलाई के चाहिँ फुड केही चाहिएन, फुड चाहिँ चाहिएन। अनि ग्रोथ के हुन्छ इरिभर्सिबल हुन्छ। तर ग्रोथ के हुन्छ यसमा रिभर्सिबल हुन्छ। त्यसपछि ग्रोथको भ्याल्यु यो कुरा भइहाल्यो। अब रेस्पिरेसनमा भन्छु रेस्पिरेसन चाहिँ हुन्छ जसमा चाहिँ फुडहरू के हुन्छ लिभिङ थिङमा के हुन्छ रेस्पिरेसन हुन्छ। रेस्पिरेसन हुन्छ भने तब के हुन्छ फुडहरू अक्सिडाइज भएर के हुन्छ हाम्रो बडीमा इनर्जी चाहिँ रिलिज गर्छ। मैले रेस्पिरेसन च्याप्टरमा चाहिँ पुरै क्लियरली बुझाएको छु इक्वेसनसँग कसरी चाहिँ हाम्रो बडीमा चाहिँ फुडहरू के हुन्छ अक्सिडाइज हुन्छ अनि त्यहाँबाट के हुन्छ इनर्जी चाहिँ के हुन्छ रिलिज हुने काम गर्छ। अब इनर्जी रिलिज हुन्छ त्यसले के गर्छ मुभमेन्ट गर्ने काम गर्छ। यानि हाम्रो बडीको जति चाहिँ कुराहरू छ यानि फङ्सनहरू चाहिँ गर्छ त्यसले के गर्छ फङ्सनहरू के गर्छ गर्ने फङ्सनलाई चाहिँ काम गर्ने गर्छ। बुझ्यो? केबाट रेस्पिरेसन चाहिँ फुड हुन्छ, फुडबाट चाहिँ के हुन्छ अक्सिडाइज हुन्छ, फुडलाई गर्छ अक्सिडाइज गरेर के गर्छ इनर्जी गर्छ रिलिज गर्ने काम गर्छ। इनर्जी रिलिज गरेर के हुन्छ हाम्रो चाहिँ बडीमा को मुभमेन्टमा चाहिँ हेल्प गर्छ। तर नन लिभिङ थिङ के हुन्छ त्यसले चाहिँ ग्रोथै गर्दैन मुभमेन्टै गर्दैन के हुन्छ उनीहरूलाई रेस्पिरेसन चाहिँ चाहिँदैन। बुझ्यौ? दे डजन्ट निड रेस्पिरेसन। अब रिप्रोडक्सनमा हेर्छु भने रिप्रोडक्सन के हुन्छ लिभिङ थिङमा रिप्रोडक्सन हुन्छ नन लिभिङ थिङमा रिप्रोडक्सन हुँदैन। अब भन्छ कसरी हाम्रो त इक्जाम्पल हाम्रो आफै छौँ, हाम्रो आफ्नै बडी छ, त्यसपछि अरू प्लान्ट भइहाल्यो एनिमल भइहाल्यो। तर हामीले कुनै नन लिभिङ थिङ छ जस्तो भनौँ डिबा नि छ वा कुनै डेस्क बेन्च नि छ त्यो के चाहिँ रिप्रोड्युस गरेर चाहिँ एक्स्ट्रा चाहिँ डेस्क बेन्च बनाउँछ अभियसली बनाउँदैन। यानि जति पनि नन लिभिङ थिङ छ त्यो के गर्छ रिप्रोड्युस गर्ने काम गर्दैन। बुझ्यौ? लेभल त्यसलाई चाहिँ छवटा चाहिँ डिफ्रेन्स भ्यालु के को लिभिङ थिङ एन्ड नन लिभिङ थिङको चाहिँ डिफ्रेन्स भ्यालु 7वटा। जब 7वटा चाहिँ के भ्यालु यस्तो चाहिँ मेन डिफ्रेन्सहरू भइहाल्यो। अब आऊ डिफ्रेन्स बिट्विन प्लान्ट एन्ड एनिमल। प्लान्ट एन्ड एनिमलमा चाहिँ पहिला डिफ्रेन्स बुझौँ अनि त्यसपछि हामी चाहिँ प्लान्ट सेल एन्ड एनिमल सेलको चाहिँ कुरा बुझ्छौँ। अब हेर प्लान्ट एन्ड एनिमल माइक्रो अर्गानिजमको कुरा गर्दैनौँ हामी। माइक्रो अर्गानिजममा चाहिँ अलिकति डिफ्रेन्ट टाइपको हुन्छ त्यसैले हामी यहाँ कुरा गर्दैनौँ। हामी चाहिँ मेनली प्लान्ट एन्ड एनिमल चाहिँ हेर्छौँ। बुझ्यौ? माइक्रो अर्गानिजमको लागि हामी चाहिँ बेग्लै पढ्छौँ अर्को भिडियोमा नेक्स्ट चाहिँ क्लासमा। अब प्लान्ट एन्ड एनिमलमा हेर त प्लान्ट्स एन्ड एनिमलमा प्लान्ट्स के हुन्छ प्लान्ट्स के गर्छ आफ्नो खाना आफै बनाउँछ। त एनिमल के हुन्छ आफ्नो खाना आफै मतलब सेल्फ चाहिँ प्रिपेयर गर्ने यानि कि अरूमा के हुन्छ डिपेन्डेन्ट हुन्छ। तर के हुन्छ सेल्फ रिएक्टिभ दे आर नोन एज द अटोट्रोफ यानि कि सेल्फ डिपेन्डेन्ट। फोटोसिन्थेसिसबाट के गर्छ त्यसले चाहिँ खाना पकाउँछ आफ्नो चाहिँ प्लान्टले के गर्छ फोटोसिन्थेसिसबाट के गर्छ आफ्नो चाहिँ खाना आफै पकाउँछ। तर एनिमल के हुन्छ अरूमा डिपेन्डेन्ट। जस्तै अब हेर्छौँ यानि कि त्यसलाई हेटेरोट्रोफ भन्छौँ। हेटेरोट्रोफ भनेको अरूमा डिपेन्डेन्ट हुने, हेटेरो भनेको अरू, हेटेरो भनेको चाहिँ अर्को यानि कि कुनै लिभिङ अर्गानिजममा। जस्तै अब एनिमल छ भने हामीहरू नि छौँ एनिमलमा हामीहरू नि ल्याउँ हामीहरू के हुन्छ प्लान्टमा चाहिँ के हुन्छ डिपेन्डेन्ट हुन्छ। प्लान्टमा डिपेन्डेन्ट कसरी अब धान बाली जुन चाहिँ बाली भन्छौँ हामी चाहिँ धान बाली धानहरू त्यसपछि गहुँहरू यिनीहरू सबै के हो प्लान्ट हो। उनीहरूले के गर्छ आफ्नो खाना आफै बनाउँछ यानि कि फोटोसिन्थेसिसको चाहिँ मद्दतले उनीहरूले फोटोसिन्थेसिस लाइटको माध्यमबाट के गर्छ उनीहरूले आफ्नो खाना आफै बनाउँछ। अनि हामीहरूले के गर्छ उनीहरूले जुन बनाएछ
उनीहरूलाई हामी गर्छौँ कन्जर्भ गर्ने, उनीहरूलाई हामी चाहिँ खाएर के गर्छौँ, हामीहरू चाहिँ जिउने काम गर्छौँ। यानि कि हामी के हो, उनीहरूलाई चाहिँ डिपेन्डेन्ट हुन्छौँ। यानि कि हामी हेटेरोट्रोफ हो। अनि हामीहरूले चाहिँ एनिमलहरूमा के गर्छ, तिनीहरूले आफ्नो खाना आफै बनाउँदैन। अब भन्छ धेरैजनाले चाहिँ भनिरहेको हुन्छ, सर म त आफ्नो घरको खाना आफै बनाउँछु। अरे बुर्बक, तिमीहरूलाई चाहिँ आफ्नो घर, तिमीहरूले चाहिँ अलरेडी खाना बनिसकेको छ। धान चाहिँ अलरेडी के हो, फुड चाहिँ हो, अलरेडी फुड हो। तर तिमीले के गर्छौ, त्यो फुडलाई अझै चाहिँ टेस्टी बनाएर चाहिँ यानि कि चुल्हा चर्का लगाएर अझै चाहिँ टेस्टी बनाएर के गर्छौ, तिमीहरू चाहिँ खान्छौ। तर एक्चुअलमा चाहिँ फुड कसले बनाएको छ, प्लान्टले बनाएको छ। हामी के छौँ, त्यो प्लान्टमा चाहिँ के छौँ, डिपेन्डेन्ट छौँ। बुझ्यौ? सो एनिमल क्यान नट मेक देयर आउन फुड। त्यसले आफ्नो खाना आफै बनाउन सक्दैन। बुझ्यौ? त्यो के हुन्छ, प्लान्टमा के हुन्छ, डिपेन्डेन्ट हुन्छ। अब त्यसपछि अर्को पोइन्ट के छ, दे सो द मोमेन्ट बट क्यान्ट सो लोगो मोसन। अब लोगो मोसनको कुरा आयो। लोगो मोसन भनेको के हो हेर, पहिला लोगो मोसन भनेको चाहिँ कुरा बुझ। लोगो मोसन, लोगो मोसन बुझ। अब लोगो भनेको तिमी चाहिँ के बुझ, लेग, लेग, अनि मोसन भनेको के हो, हिँड्नु, हिँड्नु। अब हेर त, लोगो मोसन हामी के, लोगो मोसन कुनै प्लेस नै मानौँ, त्यसमा के हुन्छ, हामी चाहिँ एक प्लेसबाट अर्को प्लेसमा के हुन्छ, मुभमेन्ट चाहिँ गर्न सक्छौँ। मुभमेन्ट यानि कि हामी चाहिँ हिँड्न सक्छौँ भने त्यो के हो, लोगो मोसन चाहिँ गर्न सकिन्छ। लोगो मोसन भने के हो चाहिँ आफ्नो चाहिँ के गर्ने, स्थान परिवर्तन गर्ने, यानि कि प्लेस चाहिँ के गर्ने, ट्रान्सफर गर्न सकिन्छ। तर प्लान्ट के हुन्छ, प्लान्ट चाहिँ मुभमेन्ट गर्छ। मुभमेन्ट भनेको तिमीलाई जस्तै अब ग्रो हुने प्लान्टहरू अब हेर्छौँ हामी चाहिँ विभिन्न चाहिँ के भन्छ प्लान्टहरू हेर्छौँ, हर्बहरू सर्फहरू, उनीहरू के भन्छ चाहिँ वालमा के गर्छ, वालमा चाहिँ क्लिम गर्ने प्लान्ट, क्लिम्बर प्लान्ट भन्छौँ। उनीहरू के गर्छ, वालमा चाहिँ क्लिम गरेर के गर्छ, उनीहरूले मुभमेन्ट हराउँछ, तर लोगो मोसन चाहिँ गर्न सक्दैन। किनभने आफ्नो चाहिँ फुल्ली बडीलाई के गर्छ, एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्दैन, यानि कि लोगो मोसन गर्न सक्दैन। तर चाहिँ एनिमल के हुन्छ, एनिमल चाहिँ मुभमेन्ट पनि गर्छ अनि लोगो मोसन पनि गर्छौँ। हामी चाहिँ हिँड्न पनि सक्छौँ अनि खेल्न पनि सक्छौँ, मतलब आफ्नो बडीलाई चारतिर चाहिँ मुभमेन्ट पनि गर्न सक्छौँ। मुभमेन्ट सँगसँगै के गर्छ, हामी लोगो मोसन पनि गर्न सक्छौँ। तर प्लान्टहरूले के गर्छ, लोगो मोसन गर्न सक्दैन। दे क्यानट चेन्ज देयर पोजिसन फ्रम वान प्लेस टु एनदर प्लेस, यहाँ लेखेको छ लोगो मोसनको बारेमा। अनि लास्ट पोइन्ट, उनीहरूले के गर्छ, जुन चाहिँ हामी चाहिँ उनीहरूले चाहिँ घोच्यो वा के गर्यो भने उनीहरूले चाहिँ हामीले चाहिँ केही गर्दैन। तर एनिमल के हुन्छ, हेर अब प्लान्टमा के हुन्छ, प्लान्टमा तिमीले चाहिँ काट्छौ नि भने, कुनै प्लान्टलाई काट्यो वा केही गर्यो भने, भाँच्यो भने उनीहरूले तत्कालै के गर्छ, रेस्पोन्ड गर्दैन, किनकि उनीहरूमा चाहिँ सेन्स अर्गन एब्सेन्ट हुन्छ। किनभने उनीहरूमा सेन्स अर्गन चाहिँ एब्सेन्ट हुन्छ। तर केही दिनपछि बादमा गएर यानि कि त्यो त्यहाँ त्यो अब हामी चाहिँ कुनै गाछले चाहिँ काट्यो भने त्यो के हुन्छ, बिस्तारै बिस्तारै के हुन्छ, काट्दैछ भने त्यो के हुन्छ, बिस्तारै बिस्तारै रुखलाई काटिदियो भने बिस्तारै बिस्तारै के हुन्छ, त्यो सुकेर जान्छ। के सुकेर त्यसले चाहिँ रेस्पोन्ड गर्छ, तर चाहिँ ल्याक अफ सेन्स अर्गनको कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ इन्जेक्ट चाहिँ भन्छौँ नि, रेस्पोन्ड चाहिँ गर्न सक्दैन। बुझ्यौ? ल्याक अफ सेन्स अर्गनको कारणले उनीहरूले त्यसलाई फिल हुँदैन, त्यो अनुसारले चाहिँ उनीहरूले रिस्पोन्ड टु, उनीहरू चाहिँ दे सो रिस्पोन्ड टु स्टिमुली बट ल्याक अफ सेन्स अर्गन, यानि कि तिनीहरू काल चाहिँ हेराउन सक्दैन। अब चाहिँ हामीहरू प्लान्टमा एनिमल आउँछौँ भने हामीले गर्छौँ, हामीले कसैले चाहिँ काट्यो वा एक झापा हानिदियो भने हामी के गर्छौँ, त्यसलाई जोरले हान्छौँ, अझै जोरले हान्छ, यानि कि दे सो रिस्पोन्स टु स्टिमुलाई एन्ड ह्याभ वेल डेभलप्ड सेन्स अर्गन। तिमीलाई चाहिँ गालामा कुट्यो वा कहीँ कुट्यो भने, गालामा चर्कायो भने तिमीलाई के हुन्छ, तिमीलाई दुख्छ नि, त्यहाँ तिमीलाई के हुन्छ, जुन स्किन छ स्किनमा के हुन्छ, तिमीलाई स्किन के सेन्स गर्नु, त्यसले त्यहाँबाट के हुन्छ, तिमीलाई दुख्छ। अब दुख्यो भने तिमी पनि के गर्छौ, त्यसलाई पनि तिमी गर्छौ, जोरले चाहिँ चर्काउने काम गर्छौ। बुझ्यौ? यानि कि ह्याभ वेल डेभलप्ड सेन्स अर्गन। अनि छिटोभन्दा छिटो के गर्छ, त्यसलाई के गर्छ, रिस्पोन्ड टु स्टिमुलाई चाहिँ गर्ने काम गर्छ। बुझ्यौ? यो बेला प्लान्ट एन्ड एनिमलको डिफ्रेन्सेसहरू। अब प्लान्ट सेल एन्ड एनिमल सेलमा आउँ। सुरुमा चाहिँ प्लान्ट सेल, यो चाहिँ बोटनीको चाहिँ मेन चाहिँ अलिक इम्पोर्टेन्ट कुरा छ। प्लान्ट सेलको क्यारेक्टरिस्टिक बुझौँ। अब प्लान्ट सेलको क्यारेक्टरिस्टिक जान्छ भने तिमीलाई यहाँ हेर्दा यहाँ चाहिँ अर्गनहरू छ प्लान्ट सेलमा चाहिँ पाइनेहरू। जस्तै फर्स्ट के छ, सेल वाल। अब सेल वाल भनेको के हो, यो सेल छ, अब हेर यो चाहिँ सेल छ, यो सेल छ, सेलको चाहिँ आउटर पार्टलाई के भन्छ, आउटर पार्टलाई के भन्छ, सेल वाल।
अब चाहिँ तिमीलाई जेनरली केमा हुन्छ एनिमलमा हुँदैन तर यसमा के हुन्छ सेल वाल हुन्छ बुझ्यौ प्लान्ट सेलमा के हुन्छ सेल वाल हुन्छ तर एनिमल सेलमा हुँदैन डिगिट आउटर प्रोभाइडिङ सपोर्ट एन्ड प्रोटेक्सन यो के हो तिमीलाई सेल वाल अब सेलुलोज भने तिमीलाई यो जुन सेल वाल छ नि यो सेलमा के हुन्छ तिमीलाई प्रेजेन्ट चाहिँ प्राइमरी कम्पोनेन्ट जसले के गर्छ त्यसलाई प्रोटेक्सन गर्ने काम गर्छ यानि सेलुलोज के हो प्राइमरी कम्पोनेन्ट अन द सेल वाल चाहिँ माथि हुन्छ त्यसलाई के भन्छ सेलुलोज भन्छ हामीले बाँका सेलुलोजिक फाइबरहरूको बारेमा पनि पढ्नुपर्छ क्लास 11 अनि त्यसपछि आउँछ क्लोरोप्लास्ट अब क्लोरोप्लास्ट पनि के हो क्लोरोफिल कन्टेनरको छ किन फोटोसिन्थेसिसको लागि के हुन्छ क्लोरोफिल कन्टेन गरेको हुन्छ अब त्यो बेला तिमीलाई के क्लोरोप्लास्ट आज आउँछ तिमीलाई भ्याकुलमा तिमीलाई लार्ज स्टोरेज चाहिँ स्पेस हुन्छ यो सेलभित्र के हुन्छ लार्ज स्पेस हुन्छ भ्याकुल तर एनिमलमा के हुन्छ एनिमलमा यो चाहिँ एब्सेन्स हुन्छ बुझ्यौ तिमीलाई एनिमलमा चाहिँ यहाँ तिमीलाई यो चाहिँ के छ यो जुन पार्ट छ नि यो पार्ट के छ तिमीलाई लार्ज भ्याकुल छ तर एनिमल सेलमा चाहिँ त्यो भ्याकुल छैन बुझ्यौ त्यो भ्याकुलको बारेमा आज आउँछ न्युक्लियस भने तिमीलाई के हो जेनेटिक हाउस अफ सेल पनि भन्छ कन्ट्रोल सेल फङ्सन पनि भन्छ त्यसले गर्छ न्युक्लियसले नि गर्छ पुरै चाहिँ होल बडीको होल सेलको चाहिँ के गर्छ फङ्सनहरूलाई के गर्छ कन्ट्रोल गर्ने काम गर्छ अनि त्यसपछि आउँछ साइटोप्लाज्म तिमीलाई जुन यो फ्लुइड ल्याएको मेटेरियल छ त्यसले के भन्छ साइटोप्लाज्म यसलाई के भन्छ साइटोप्लाज्म यहाँ छ हेर त साइटोप्लाज्म जो फ्लुइड ल्याएको मेटेरियल छ त्यसले के भन्छ साइटोप्लाज्म भन्ने गर्छ बुझ्यौ यहाँ चाहिँ हो जे ल्याक सब्स्टान्स फिलिङ विथ द सेल्स इज कल्ड साइटोप्लाज्म आज चाहिँ आउँछ माइटोकन्ड्रिया तिमीलाई के हो पावर हाउस अफ सेल र चाहिँ जसले गर्छ इनर्जी चाहिँ प्रोड्युस गर्छ रेस्पिरेसनको मद्दतबाट अब यहाँ हेर्छ भने तिमीलाई कहाँ छ यो फिगरमा हेर त एकछिन है यहाँ हेर त यहाँ तलतिर छ माइटोकन्ड्रिया यो के छ माइटोकन्ड्रिया छ यो के छ माइटोकन्ड्रिया यहाँ हेर त माइटोकन्ड्रिया यो के हो पावर हाउस अफ सेल यसलाई के भन्छ पावर हाउस अफ पनि सेल भन्छ यतातिर पनि हेर्छु भने यतातिर पनि हेर त यहाँ छ माइटोकन्ड्रिया यसलाई के भन्छ पावर हाउस अफ सेल के भने पावर हाउस अफ सेल किनकि यसले नि के गर्छ तिमीले पुरै सेलको चाहिँ के गर्छ इनर्जी चाहिँ प्रोड्युस गर्ने काम गर्छ पावर हाउस अफ सेल बुझ्यौ अनि अब चाहिँ यहाँ कसरी हुन्छ यहाँ के हुन्छ रेस्पिरेसन हुन्छ मैले अघि माथि भने के हुन्छ रेस्पिरेसन के हुन्छ तिमीलाई इनर्जी प्रोड्युस हुन्छ त्यसैले गर्छ त्यसले अब इनर्जी कहाँबाट हुन्छ हाम्रो माइटोकन्ड्रियाबाट भने हामीले रेस्पिरेसन पनि कहाँ हुनु पऱ्यो माइटोकन्ड्रियामा नै हुनु पऱ्यो अब त्यसपछि आउँछ प्लास्टिड भने तिमीलाई जुन यो हरियो कलर रेड कलर ब्लू कलर दिन्छ नि त्यो नि के हो प्लास्टिड हो यानि कि स्टोर पिगमेन्ट एन्ड स्टार्चेस अब तिमीले चाहिँ रेड ब्लड सेलमा जान्छौ भने तिमीलाई चाहिँ हेर्छौ त्यहाँ चाहिँ हेमोग्लोबिन चाहिँ त्यसले गर्छ रेड पिगमेन्टेसन दिन्छ यहाँ तिमीलाई क्लोरोफिल हुन्छ क्लोरोफिलले गर्छ तिमीलाई ग्रिन पिगमेन्टेसन दिन्छ ग्रिन पिगमेन्ट त्यो पनि के हो प्लास्टिडभित्र पनि पर्छ अब त्यसपछि आउँछ इन्डोप्लाज्मिक रेटिकुलम जसलाई चाहिँ हामी सर्ट फर्ममा चाहिँ इआर भन्छौँ इआर भनेको अब इआर भनेको चाहिँ इन्जिनियरिङ फिल्डमा जान्छौ भने तिमीलाई इआर भनेको के भइहाल्यो तिमीलाई इन्जिनियर भइहाल्यो तर चाहिँ तिमीलाई बायोलोजिकल फिल्डमा जान्छौ तिमीलाई इआर भनेको के हो इन्डोप्लाज्मिक रेटिकुलम अब इन्डोप्लाज्मिक रेटिकुलममा तिमीलाई के हुन्छ प्रोटिन एन्ड लिपिड सिन्थेसिस चाहिँ त्यहाँ हुने काम फङ्सन के हो जो चाहिँ प्रोटिन एन्ड लिपिड सिन्थेसिस काम गर्ने गर्छ अब यसो स्ट्रक्चर हेर्छौ भने यसो स्ट्रक्चर यहाँ छ हेर यो के हो इन्डोप्लाज्मिक रेटिकुलम सरी एकछिन यहाँ छ त्यो होइन त्यो चाहिँ गोल्गी बडीको चाहिँ पार्ट भयो यहाँ छ हेर त सरी एकछिन यहाँ हेर त यहाँ छ इन्डोप्लाज्मिक रेटिकुलम यानि गोल्गी बडी पनि के हो यसकै पार्ट हो इन्डोप्लाज्मिक रेटिकुलमकै पार्ट हो गोल्गी बडी तर यो गोल्गी बडीमा के हुन्छ तिमीलाई चाहिँ कुनै चाहिँ सँग एट्याच भएको हुँदैन तर यहाँ के हुन्छ इन्डोप्लाज्मिक रेटिकुलम कुनै अर्गानेलसँग के हुन्छ एट्याच भएको हुन्छ वा चाहिँ कुनैसँग चाहिँ मिसिएको हुन्छ यानि जस्तै यहाँ त यहाँ चाहिँ दुई टाइपको यसमा पनि इन्डोप्लाज्मिक रेटिकुलममा पनि तिमीलाई के हुन्छ दुई टाइपको हुन्छ एउटा स्मुथ अनि एउटा के हुन्छ रफ स्मुथमा तिमीलाई के हुन्छ जस्तै यहाँ स्मुथमा तिमीलाई के हुन्छ स्मुथमा यसरी हुन्छ स्मुथमा तिमीलाई के हुन्छ यहाँ चाहिँ राइबोजमहरू हुँदैन एब्सेन्स अफ राइबोजम नो राइबोजम तर रफ इन्डोप्लाज्मिक रेटिकुलम के हुन्छ यहाँ चाहिँ प्रेजेन्स हुन्छ के हो राइबोजमको प्रेजेन्स हुन्छ प्रेजेन्स अफ राइबोजम यहाँ चाहिँ के हुन्छ राइबोजमहरू प्रेजेन्ट हुन्छ अब राइबोजम भनेको के हो प्रोटिन सिन्थेसिसको लागि चाहिँ मेन युज हुने यहाँ त्यो के हो राइबोजम हो
अब जुनमा चाहिँ हेर त त्यो अनुसारले स्मुथ इन्डोप्लाज्मिक रेटिकुलममा हामीलाई प्रोटिन सिन्थेसिस हुँदैन, लिपिड मात्र हुन्छ। तर रफमा के हुन्छ, हामीलाई प्रोटिन सिन्थेसिस हुन्छ अनि लिपिड पनि सिन्थेसिस हुन्छ। बुझ्यौ त्यो ग्राफले। आज चाहिँ गोल्गी एपारेटस। गोल्गी एपारेटस भने तिमी के बुझ्ने, तिमी चाहिँ बुझ्छौ कुनै एपारेटसमा कुनै चाहिँ भाँडाकुँडा वा कुनै चाहिँ सामान राख्ने चाहिँ ठाउँ भइहाल्यो, इन्डो सामान राख्ने चाहिँ भाँडाकुँडा भइहाल्यो, तिमी एपारेटस बुझ्छौ। त्यस्तै हो गोल्गी एपारेटस, नाम पनि त्यस्तो छ अनि काम पनि त्यस्तै छ। अब यसले के गर्छ, त्यसलाई प्रोटिनको प्याकेज गर्ने काम गर्छ। त्यसले पनि एपारेटस नि हो, त्यो के गर्छ प्रोटिनको प्याकेज अनि ट्रान्सपोर्टेसन गर्ने काम गर्छ। बुझ्यौ। जस्तै अब मोडिफाइड एन्ड यहाँ छ यो पार्ट छ के छ गोल्गी बडिज। यसले के गर्छ, जुन यो इन्डोप्लाज्मिक रेटिकुलमसँग एट्याच भएर कहिलेकाहीँ यो राइबोसोमसँग एट्याच भएर के गर्छ, त्यसले प्रोटिन के गर्छ प्याक गरेर के गर्छ, त्यसले ट्रान्सपोर्टेसन गर्नमा के गर्छ मद्दत गर्ने गर्छ। बुझ्यौ। यो भयो त्यसले के प्लान्ट सेलको चाहिँ क्यारेक्टरिस्टिकहरू अर्गानिल्सको बेसिसमा। अब चाहिँ अब यसको डिफ्रेन्समा, अब डिफ्रेन्समा फिगर त तिमीले हेरेको नि होला। यो फिगर चाहिँ तिमीलाई चाहिँ राइबोसोम गोल्गी बडिज स्मुथ इन्डोप्लाज्मिक रेटिकुलम न्युक्लियस भ्यालु चाहिँ के छ स्मल न्युक्लियस, यसमा के हुन्छ एनिमलमा तिमीलाई बिग न्युक्लियस हुन्छ। अनि त्यसपछि तिमीलाई चाहिँ त्यो कुरा भइहाल्यो। त्यसपछि तिमीलाई चाहिँ भ्याकुल्स एब्सेन्स एन्ड प्रेजेन्सको कुरा भइहाल्यो। अनि त्यसमा तिमीलाई चाहिँ सेल वाल हुन्छ, यसमा चाहिँ सेल वाल एब्सेन्स हुन्छ, एब्सेन्स हुन्छ। तर सेल मेम्ब्रेन के हुन्छ बोथमा हुन्छ, सेल मेम्ब्रेन के हुन्छ यसमा पनि हुन्छ र यसमा पनि के हुन्छ सेल मेम्ब्रेन हुन्छ। त्यसलाई चाहिँ प्लाज्मा मेम्ब्रेन पनि भन्छौँ। बुझ्यौ के हुन्छ, त्यसलाई प्लाज्मा मेम्ब्रेन पनि भन्छौँ। दुवै के हुन्छ प्रेजेन्ट हुन्छ। अब प्लान्ट्स एन्ड एनिमल्सको चाहिँ यहाँ डिफ्रेन्स बुझिहाल्यो। यहाँ पाँचवटा चाहिँ मेन डिफ्रेन्स हेर त। प्लान्ट सेल के हो, द सेल वाल इज द आउटर मोस्ट एन्ड कभरिङ द सेल। अनि यसमा के हुन्छ सेल वाल के हुन्छ एब्सेन्ट हुन्छ, सेल वाल के हुन्छ एब्सेन्स हुन्छ। द एनिमल सेल डजन्ट ह्याभ सेल वाल, यसमा के हुन्छ सेल वाल हुँदैन। अनि यसमा प्लान्ट सेलमा के हुन्छ सेल वाल के गर्छ आउटर मोस्ट पार्टमा हुन्छ, अनि त्यसले गर्छ सेललाई कभर गर्ने काम गर्छ। अनि प्लान्ट सेलमा के हुन्छ बोथ सेल वाल एन्ड सेल मेम्ब्रेन दुवै हुन्छ। तर एनिमल सेलमा के हुन्छ सेल मेम्ब्रेन मात्र हुन्छ, वा जसलाई चाहिँ प्लाज्मा मेम्ब्रेन भन्छौँ त्यो मात्र हुन्छ। अनि त्यसले के गर्छ आउटर मोस्ट पार्टमा के गर्छ कभरिङ गर्ने काम गर्छ। तर एनिमल सेलमा के हुन्छ सेल वाल हुँदैन। बुझ्यौ। एनिमल सेलमा के हुन्छ सेल वाल हुँदैन। अब सेकेन्ड पोइन्ट के छ हेर त, द भ्याकुल्स आर लार्ज एन्ड सेन्ट्रली प्लेसेड। यसमा के हुन्छ लार्ज भ्याकुलहरू हुन्छ अनि सेन्ट्रली प्लेसेड हुन्छ। अनि तर तिमीलाई के हुन्छ एनिमल सेल छ भने यहाँ के हुन्छ भ्याकुल्सहरू के हुन्छ स्मल एन्ड एब्सेन्ट पनि हुन्छ। अनि यसमा के हुन्छ युनिफर्मली डिस्ट्रिब्युटेड हुन्छ। युनिफर्मली डिस्ट्रिब्युटेड यानि कि स्मल पार्टमा यहाँ लाइसोसोमको रूपमा, लाइसोसोमको स्मलको भ्याकुलको रूपमा के हुन्छ यसले चाहिँ के हुन्छ डिस्ट्रिब्युट भएको हुन्छ। थर्ड पोइन्ट के छ हेर त, दे आर द प्लास्टिड इन द प्लान्ट्स सेल्स, द क्लोरोप्लास्ट एन्ड द क्लोरोफिल। यसमा हेर्दा तिमीलाई चाहिँ प्लास्टिडहरू हुन्छ जुन चाहिँ प्लान्टमा मात्र पाइन्छ, प्लान्टमा चाहिँ मेनली पाइन्छ। प्लास्टिडमा जुन के भइहाल्यो र क्लोरोप्लास्ट कुन हुन्छ क्लोरोफिल हुन्छ। अनि एनिमलमा तिमीलाई प्लास्टिड भन्दैन चाहिँ यसमा चाहिँ पिगमेन्टमा तिमी आउँछौ भने आरबिसीमा तिमी जान्छौ भने तिमीलाई के भइहाल्यो हेमोग्लोबिनको चाहिँ पिगमेन्ट भइहाल्यो, रेड पिगमेन्टेसन त्यो कुराहरू भइहाल्यो। यसमा चाहिँ तिमीलाई आफै सेल्फ चाहिँ कलर दिने काम गर्छ। तर प्लान्टमा के हुन्छ त्यो पिगमेन्ट अनुसारले चाहिँ कलर दिने गर्छ, जुन के गर्छ प्लास्टिडबाट चाहिँ आउँछ। यसमा के हुन्छ देयर आर द एब्सेन्ट अफ द देयर आर द प्रेजेन्स अफ प्लास्टिड इन द प्लान्ट एन्ड एनिमल सेलमा के हुन्छ प्लास्टिड के हुन्छ एब्सेन्ट हुन्छ। बुझ्यौ। फोर्थ पोइन्ट के छ, लाइसोसोम के हुन्छ यसमा एब्सेन्ट हुन्छ। लाइसोसोम के हुन्छ एब्सेन्ट हुन्छ प्लान्टमा, तर यसमा के हुन्छ एनिमलमा के हुन्छ लाइसोसोम प्रेजेन्ट हुन्छ। अब लाइसोसोमलाई के हुन्छ डाइजेस्टिभ इन्जाइम हुन्छ। यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ के डेड। अब चाहिँ कुनै चाहिँ लाइसोसोमको काम के हुन्छ, जस्तै कुनै अर्गानिजम के भइहाल्यो त्यसले चाहिँ काम गर्न बन्द गरिदियो भने त्यसले गर्छ त्यो डेड अर्गानिजमले के गर्छ त्यसले चाहिँ डाइजेस्ट गरिहाल्छ। अनि त्यसले के गर्छ त्यसलाई चाहिँ निलिहाल्छ यानि खाइहाल्छ। बुझौँ एक प्रकारले भन्छौँ खाइ नै हाल्छ वा डाइजेस्ट गरिहाल्छ। डाइजेस्ट गर्ने काम के हो लाइसोसोमको। बुझ्यौ। अब चाहिँ त्यसपछि आउँछ लास्ट पोइन्ट, लाइसोसोम चाहिँ यसमा चाहिँ प्रेजेन्ट हुँदैन, यसमा चाहिँ प्रेजेन्ट हुन्छ। एनिमलमा चाहिँ मात्र प्रेजेन्ट हुन्छ, प्लान्टमा चाहिँ त्यो प्रेजेन्ट हुँदैन। अब लास्ट पोइन्ट के छ साइटोप्लाज्म। यसमा के हुन्छ साइटोप्लाज्म के हुन्छ थिन हुन्छ एन्ड पुसेड इन द पेरिफेरी ड्यु टु द सेन्ट्रल भ्याकुल। जुन साइटोप्लाज्म के छ त्यो यहाँ हेर त ल, यो साइटोप्लाज्म जुन यो के हुन्छ यो चाहिँ चारतिर चाहिँ फिलेको हुन्छ। चारतिर फिलेको किनकि यहाँ चाहिँ लार्ज भ्याकुल छ भने के हुन्छ त्यो साइटोप्लाज्म के गर्नु साइडमा चाहिँ हुनु पऱ्यो। त्यसमा के हुन्छ साइटोप्लाज्म इज थिन एन्ड पुसेड टु द पेरिफेरी ड्यु टु द सेन्ट्रल
भेहिकल लार्ज सेन्ट्रल भेहिकल लार्ज सेन्ट्रल भेहिकलका कारणले गर्दाखेरि के हुन्छ पेरिफेरीमा हुन्छ। तर चाहिँ यसमा के हुन्छ साइटोप्लाज्म यी डेन्स बढी हुन्छ अनि ग्रानुलर यानि कि चारतिर चाहिँ इक्वली चाहिँ फैलिएको हुन्छ बुझ्यो चारतिर के हुन्छ इक्वली फैलिएको हुन्छ एन्ड इट इज युनिफर्मली स्प्रेड थ्रु आउट द सेल त्यो के हुन्छ युनिफर्मली चाहिँ के हुन्छ फैलिएको हुन्छ एनिमल सेलमा। यो तिमीलाई के भ्याल्यु 5 वटा चाहिँ एनिमल सेल एन्ड प्लान्ट सेलको चाहिँ डिफ्रेन्स हो। ओके अब चाहिँ स्ट्रक्चरमा जान्छौँ। स्ट्रक्चर पनि यही छ तिमीले मजाले हेर्न सक्छौ। भ्याकुलको चाहिँ मेन चाहिँ भ्याकुल भइहाल्यो त्यसपछि तिमीलाई भ्याकुल त्यसपछि लाइसोसोमको कुरा आइहाल्यो त्यसपछि तिमीलाई चाहिँ सिलवालको कुरा आइहाल्यो। यो चाहिँ के भन्ने यसको मेन डिफ्रेन्सहरू चाहिँ भइहाल्यो। ओके तिमीलाई यो डायग्राम चाहिँ हेरेछ यो डायग्रामबाट चाहिँ मेन चाहिँ बुझ्ने प्रयास गर। ओके ल प्लान्ट सेल एन्ड एनिमल चाहिँ कुरा यति नै छ। अब चाहिँ नेक्स्ट लेक्चरमा हामी चाहिँ के गर्छौँ सेल द युनिट अफ लाइफ भनेर चाहिँ नेक्स्ट चाहिँ च्याप्टरमा हामी चाहिँ पढ्नेछौँ। यसलाई हामी डिटेलमा चाहिँ यसलाई डिटेलमा पढ्नेछौँ अनि त्यसपछि लास्टतिर हामी गएर त्यसपछि हामी चाहिँ यसमा पनि हामी चाहिँ द सेल चाहिँ यसमा चाहिँ हामी पुरै चाहिँ डिटेलमा चाहिँ सेलको चाहिँ सेल मेम्ब्रेन सेल वाल इन्डोप्लाज्मिक रेटिकुलम सिस्टम इआरको रफ इआर स्मुथ इआर गोल्गी एपाटस अझै त्यसले लाइसोसोमको बारेमा भ्याकुलको बारेमा राइबोसोमको बारेमा माइटोकन्ड्रियाको बारेमा प्लास्टिड यिन सबैको बारेमा के गर्छौँ हामी डिटेलमा नै हामी नेक्स्ट लेक्चरमा चाहिँ पुरै डिटेलमा चाहिँ पढ्नेछौँ। सिलिया फ्ल्याजेला माइक्रोबडिज यो सबैको बारेमा के गर्छौँ हामी स्ट्रक्चर अफ डिएनए एन्ड आरएनएको बारेमा सबैको बारेमा जति पनि सेल अर्गानिजम्सहरू छ त्यसको बारेमा चाहिँ डिटेलमा नेक्स्ट क्लासमा चाहिँ हामी पढ्नेछौँ। आजको क्लासमा चाहिँ हामी यहीसम्म चाहिँ राखौँ। ओके आजको क्लास चाहिँ हामी यहीसम्म राखौँ। अनि तिमीहरूलाई कसैलाई चाहिँ कोर्स चाहिएको छ भने र ब्याच चाहिँ जोइन गर्नु छ भने अब 2 सिम मात्र फी लागिरहेको छ। तिमीलाई कुनै हामीले 10,000 20,000 जुन चाहिँ तिमीहरूको 4,000 5,000 चाहिँ अरू चाहिँ इन्स्टिट्युटहरू चाहिँ लिने गर्छ। इन्स्टिट्युटको चाहिँ प्राइस तिमीलाई 4,000 5,000 छ तर हाम्रो चाहिँ यहाँ 2 सिम मात्र चाहिँ फी लागिरहेको छ त्यो पनि रेजिस्ट्रेसनको फी मात्र लागेको छ। आजको पनि चाहिँ केही दिनसम्म मात्र अब क्लास हुन्छ तिमीले त्यसैले छिटो गरेर क्लास चाहिँ जोइन गरिहाल। मेरो नम्बर यो छ नम्बरमा के गर तिमीले कन्ट्याक्ट गर अनि तिमीले के गर क्लास चाहिँ इजिली जोइन गर्न सक्छौ बुझ्यौ। मेरो नम्बर छ 9827728726 मा मेसेज गर वा कल गर म तिमीलाई डिटेल भेजिदिन्छु अनि तिमी त्यहाँबाट चाहिँ क्लास जोइन गरिहाल बुझ्यौ। अनि पहिला चाहिँ यहाँ अहिले जुन चाहिँ फ्री लेक्चरहरू छ डेमो क्लासको लेक्चरहरू तिमीहरू त्यो पनि हाम्रो युट्युब थ्रुबाट चाहिँ हेर्न सक्छौ बुझ्यौ। हाम्रो युट्युबमा पनि यो भिडियोहरू चाहिँ अपलोड गरिदिन्छु त्यसैले हाम्रो युट्युब क्लासमा गएर पनि युट्युबमा पनि तिमीहरू सर्च गर तिमी चाहिँ एचएल रुम सर्च गर्दा तिमीलाई चाहिँ क्लास 12 को पनि आउँछ। एचएल रुम चाहिँ एससी सर्च गर्ने एचएल इडु रुम को एसई चाहिँ सर्च गर्ने एसई त्यसपछि तिमीलाई चाहिँ के भन्छ त्यहाँ चाहिँ आउँछ। एचएल रुम एसई सर्च गर्छ भने तिमीलाई क्लास 10 को चाहिँ अनि क्लास 10 अनि 20 को चाहिँ आउँछ। यो तिमी डाइरेक्ट एचएल रुम सर्च गर्ने एचएल रुम सर्च गर्यो भने त्यसलाई चाहिँ एनईबी को आइहाल्छ बुझ्यौ। एनईबी क्लास 11 12 को अनि चाहिँ एमबीबीएस को चाहिँ आइहाल्छ मेन च्यानल आइहाल्छ। त्यसैले तिमीले एचएल रुम एसई भनेर चाहिँ सर्च गर तिमीले त्यहाँबाट चाहिँ हाम्रो चाहिँ यो भिडियोहरू पनि त्यहाँबाट चाहिँ हेर्न सक्छौ डाउनलोड गर्न सक्छौ अनि अफलाइन पनि तिमीले त्यहाँबाट चाहिँ हेर्न सक्छौ। ओके अब आजको लागि यति नै। तिमीहरू चाहिँ कोर्स चाहिन्छ भने तिमीहरू के गर कोर्स चाहिन्छ मेरो नम्बर यही छ 9827728726 मा के गर कन्ट्याक्ट गर। फी चाहिँ 200 मात्र छ र ब्याचको एलेको लागि सो विथआउट वेस्टिङ योर टाइम छिटो गरेर कल गर मेसेज गर अनि क्लास चाहिँ गरिहाल जोइन गरिहाल। ओके अब आजको लागि यति नै। भेट्नेछौँ हामी नेक्स्ट लेक्चरमा। हस् धन्यवाद।